ल गुन्द्रुक बनाउनलाई सबभन्दा पहिला एउटा फेरि पनिजीको माटो लाग्यो अल्मुनियमको बाल्टिन लिने अनि यसभित्र अलि यो पन्नी हाल्ने पोथिन हाल्ने एउटा अनि साग यस्तो यो दुई तीन दिन सुकाएर ओलाएको हुनुपर्छ साग हेर्नु कसरी काटेको छ ओइलाको हैन सुकाउनु चाहिँ पर्छ काटेर हो त्यही त काटेर सुकाएको हुनुपर्छ ओलाएको हुनुपर्छ थाहा छैन यसलाई त यो हो अनि अलिकति के भन्छ भनेदेखि मुलालाई पनि कोर्नु पर्ने हुन्छ यो अमिलो बनाउनलाई यस्तो हेर्नु अब कसैले गुन्द्रुक बनाउँछ थोरै गरेर यो प्लास्टिकमा यो पोलिथिन भित्र प्लास्टिक भित्र यो ओइलाएको साग यो रायोको साग हो यसलाई हाल्नुपर्छ हो यो प्लास्टिक भित्र हालेर यसरी खाद्नु पर्ने हुन्छ सागलाई यदि कुनै खलसल छ भने खलले पनि खाद्दा हुन्छ अब यसरी यो खलबच्चाले खाद्नु पर्ने हुन्छ सागलाई ल हेर्नु यो ओइलाएको सागलाई कसरी खादिनु पर्ने हुन्छ अनि यो खादिसकेपछि अनि यो खानालायक 10 दिन पछि मात्रै हुन्छ अनि यसलाई भन्छ गुन्द्रुक ल यता पनि छ यो काटेर ओइलाएको काटेर सुकाएको साग यो रायो साग हो अनि हाम्रो यहाँ कामदारहरू भिरेका छन् यो मुला काटिरहेछन् मुला कुरिरहेछन् देवको बुढो बाबु पनि छ यो हाम्रो झुल्टुन हो यसलाई पनि एकपल्ट हेर्नु आधी साग हालिसकेपछि यो कोरेको मुला हाल्नुपर्ने हुन्छ हामी पढाएको थियौँ क्या नगर्न च्यातिन दे नि त के हुँदैन च्याति के छ झन् तान्छ सडक पक्राउन अनि यसरी मुला हालिसकेपछि फेरि माथिबाट यो ओइलाएको साग हाल्नुपर्ने हुन्छ अनि हालिसकेपछि यसरी खाद्नुपर्ने हुन्छ खलबच्चाले ल हेर्नु कसरी खाद्नुपर्ने हुन्छ यो गुन्द्रुक बनाउनलाई सागलाई हेर्नु त धेरै मेहनत छ यो गुन्द्रुक बनाउनलाई त्यतिकै हुँदैन गुन्द्रुक नामै गुन्द्रुक हो नामै गुन्द्रुक हो यसको रायो गुन्द्रुक सीरियल देखिए खेले हैं वो ये वन हिट निकाल देते हैं सीरियल में एकतिर यो मुलाको कोरेको खोइ बनाऊ न के भन्छ बनाऊ न म पनि जाने छु म हिजो नि गएको मेरो आमा ल उहाँलाई हेर्नु उहाँको नाउँ निशा हो निशा गजुरेल एकपल्ट हेर्नु उहाँ हुनुहुन्छ गुन्द्रुक बनाउने एकजना महान उहाँ हुनुहुन्छ बुढाबा बाबा भागी जानु
ल यो के भन्छ यो मुला यो खाइसकेपछि फेरि आयो खाइराख्नु भएको छ उहाँ आमाले अनि यो एकछिनपछि फेरि खानुहुन्छ जति खाँदै त्यति अमिलो हुन्छ अनि यो जति मुला बढी हाल्यो कोरेको मुला जति बढी हाल्यो त्यति बढी अमिलो हुने हुन्छ अनि हाम्रो घरमा बस्ने मान्छे अब यो यति गरिसकेपछि अब यो बाल्टिनमा योभन्दा बढी खाद्न सकिँदैन योभन्दा बढी अब यतिकै हो यो अनि के भन्छ यसलाई यो चारैतिरबाट यो प्लास्टिकलाई राम्ररी कसेर अनि माथिबाट यो माथिबाट केही भारी चिज भारी वस्तु कुनै गहुँग्रो कुराहरू माथिबाट थिच्नुपर्ने हुन्छ जस्तै एउटा यो जातो के अरे के भन्छ यसलाई हो सिलौटो र दुईटा इँटा पनि राख्नु भएको छ अझै हुन्छ भनेदेखि यो बता माथि अझै 5-7 किलो 10 किलो जति केही माथि हाल्नुपर्ने हुन्छ जति खाद्यो त्यति राम्रो हुन्छ अनि यति यो कुरा भइसकेपछि यो मौसमले साथ दियो भने यो घामसाम लाग्यो भनेदेखि 10 दिनभित्र तयार हुन्छ यो खान लायकको हुन्छ 10 दिनपछि यो खान लायकको हुन्छ कुरा सुन्दा पनि हिचकी लाग्छ